नमस्ते प्रिय दर्शकवृन्द, परमेश्वरको राज्य पृथ्वीमा देखा पर्छ कार्यक्रममा स्वागत छ। म जोयलिन हुँ। आज हामी सिडनी अस्ट्रेलियाको सर्वशक्तिमान परमेश्वरको मण्डलीका इसाईहरूको मण्डली जीवनबारे रिपोर्ट गर्दैछौँ। आजको रिपोर्टका मुख्य अंशहरू यस प्रकार छन्। इसाईहरू सर्वशक्तिमान परमेश्वरका वचनहरू पढ्छन् र आफ्ना बुझाइहरू बाँड्छन्। ब्रदर एलन आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ। आफ्नो कर्तव्य गुमाएपछिका चिन्तनहरू। सिस्टर लोम्स आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ। काटछाँट गरिनुबाट मैले के प्राप्त गरेँ? शैतानद्वारा भ्रष्ट पारिएपछि मानिसहरूमा शैतानी स्वभावहरू विकास भए। हामी सबै ख्याति, प्राप्ति र हैसियत पछ्याउन मन पराउँछौँ। अरूभन्दा अब्बल बन्न र पुर्खाको नाम राख्न चाहन्छौँ। हामीले आफूभन्दा राम्रो व्यक्तिलाई भेट्दा आफै ईर्ष्या उब्जिन्छ अनि हामी अरूसँग आफ्नो तुलना गर्न र उनीहरूसँग प्रतिस्पर्धा गर्नबाट आफूलाई रोक्नै सक्दैनौँ र बिस्तारै ख्याति र प्राप्तिका लागि लड्ने भुमरीमा भासिन्छौँ। कोही अरूलाई उछिन्न र आफू हकदार रहेको लाग्ने चर्चा पुनः प्राप्त गर्नका लागि आफ्नो दिमाग खियाउँछन् र आफूले सक्ने सबै कुरा गर्छन्। तैपनि उनीहरू अझै पनि आफ्नो भित्री चिन्ता र बेचैनी हटाउन सङ्घर्ष गर्छन्। उनीहरू आफूभन्दा राम्रो व्यक्ति आउला र आफ्नो ठाउँ लेला भन्ने कुराले भयभीत हुन्छन्। अरूहरू जति नै कडा प्रयास गरे पनि सधैँ पछि पर्छन्। उनीहरू शारीरिक र मानसिक रूपमा थाकेर लखतरान र पूर्ण रूपमा दुखी नहुन्जेल लड्छन्, तैपनि हार मान्न अस्वीकार गर्छन्। धेरै वर्षसम्म प्रभुमा विश्वास गरिसकेपछि पनि मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियतको पछ्याइ त्याग्न अत्यन्तै गाह्रो हुन्छ। उनीहरूलाई ख्याति, प्राप्ति र हैसियतको बन्धनबाट मुक्त हुन पनि गाह्रो हुन्छ। हामी सबैले देख्न सक्छौँ, धार्मिक संसारका पास्टर र एल्डरहरू पनि ईर्ष्या र विवादहरूमा फँसेका छन्, जसले गर्दा अनगिन्ती विभिन्न सम्प्रदायको उदय भएको छ। मानिसहरू धेरै वर्षसम्म प्रभुमा विश्वास गरेर पनि रित्तो महसुस गर्छन्। उनीहरू बारम्बार प्रार्थना गरे तापनि पाप गर्ने र स्वीकार्ने र पाप गर्ने चक्रमा फसिरहन्छन् र मुक्त हुन सक्दैनन्। उनीहरू आफ्नो पापी प्रकृतिको बन्धनबाट कहिल्यै उम्कन सक्दैनन्, जसले गर्दा प्रभुमाथिको उनीहरूको आस्थामा हरेक प्रकारका अलमलहरू रहिरहन्छन्। आज सिडनी अस्ट्रेलियामा इसाईहरूको एउटा समूह छ जसले सर्वशक्तिमान परमेश्वरका वचनहरू पढेका छन् र सत्यता स्वीकार गरेका छन्। उनीहरूले आफ्नै भ्रष्ट स्वभावहरू चिनेका छन्, मानव जातिको भ्रष्टताको सत्यता प्रष्टै देखेका छन् र प्रभुमाथिको विश्वास मार्फत मानिसहरूका पापहरू क्षमा गरिए पनि उनीहरू किन अझै पनि पापमा जिरहन्थे र मुक्त हुन सक्दैनथे भन्ने कुराको मूल कारण फेला पारेका छन्। यसको कारण के हो भने मानिसहरूका भ्रष्ट स्वभावहरू अझै पनि अस्तित्वमा छन्, जसले गर्दा उनीहरूलाई आफ्नो पापी प्रकृतिको बन्धनबाट मुक्त हुन असम्भव हुन्छ। उनीहरू अझै पनि ख्याति र प्राप्तिका लागि लड्न, दुष्टता गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छन्। मूल कारण यही नै हो। यी इसाईहरू शैतानलाई हृदयको गहिराईबाटै घृणा गर्छन् र यसको विरुद्ध विद्रोह गर्छन्। उनीहरू सबैले आफ्ना भ्रष्ट स्वभावहरू फाल्नका लागि सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्न र आफ्नो पापी प्रकृतिको बन्धनबाट मुक्त हुन थालेका छन्। सत्यता पछ्याएर र स्वभावगत रूपान्तरण हासिल गरेर मुक्तिको मार्गमा लागेका छन्। आज सिडनी अस्ट्रेलियाको सर्वशक्तिमान परमेश्वरको मण्डलीका इसाईहरूको एउटा भेलामा सहभागी हौँ र उनीहरूका अनुभवात्मक गवाहीहरू सुनौँ। फेब्रुअरी 25, 2026 को बिहान सिडनीको सर्वशक्तिमान परमेश्वरको मण्डलीका इसाईहरू भेला हुने स्थानमा ओरिए।
ब्रदर सिस्टरहरूले एक अर्कालाई अभिवादन गरे र एक अर्कासँग कुराकानी गरे। त्यहाँको वातावरण न्यानो र सौहार्दपूर्ण थियो। प्रशंसाका भजनहरू बज्न थालेपछि भेला औपचारिक रूपमा सुरु भयो। Now let's welcome Sis Loms and Sis Mars. अब सिस्टर लोम्ज र सिस्टर मरिसालाई हाम्रो भेलाका लागि प्रार्थना गर्न लगाऊ। Dear Lord Almighty God, we thank you for प्रिय सर्वशक्तिमान परमेश्वर, we feel so हाम्रा लागि यो भेला तयार गरिदिनु भएकोमा तपाईँलाई धन्यवाद। strengthen us and give तपाईँको पुनरागमनलाई स्वागत गर्न पाउँदा हामी धेरै आशिषित छौँ। sometimes feel weak. हामी सबैलाई सत्यता पछ्याउन Guide us to र हाम्रो सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मार्गदर्शन गर्नुहोस्। हामीलाई बारम्बार आत्मचिन्तन गर्न so that we may र तपाईँका वचनहरू खाएर पिएर hear your word. आफ्ना भ्रष्ट स्वभावहरू चिन्न पनि मार्गदर्शन गर्नुहोस्। आमेन। Amen. May you protect this time of fellowship, Almighty God. सर्वशक्तिमान Keep us परमेश्वर, away from distractions. यस भेलालाई मार्गदर्शन गर्नुहोस्। Shared so it may be तपाईँका वचनहरू बुझ्न our life and हामीलाई सहायता गर्नुहोस् to understand your words. र हाम्रो दैनिक जीवनमा तपाईँका वचनहरू अभ्यास गर्न अनि अर्पित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न हामीलाई सहायता गर्नुहोस्। We entrust this आज gathering into your हामीले गर्ने हरेक कुराले spirit तपाईँलाई महिमा दियोस् and fit र हाम्रा ब्रदर सिस्टरहरूलाई लाभ पुर्याओस्। gathering into your hands, Almighty पवित्र आत्माले हामीलाई मार्गदर्शन गर्नुहोस्। to end. सारा महिमा सर्वशक्तिमान परमेश्वरलाई होस्। आमेन। सबैजनाले सर्वशक्तिमान परमेश्वरको वचन ख्रिस्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छका अंशहरू वाचन गरे। The work of the last day आखिरी दिनहरूको काम सबैलाई तिनीहरूको प्रकार अनुसार वर्गीकरण गर्नु र परमेश्वरको व्यवस्थापनको योजनालाई निष्कर्षमा पुर्याउनु हो, the day of God has come. किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। परमेश्वर उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई, अन्तिमसम्म उहाँप्रति वफादार हुने सबैलाई परमेश्वर स्वयंको युगमा ल्याउनुहुन्छ। तैपनि परमेश्वर स्वयंको युग आइपुग्नुभन्दा पहिले परमेश्वरको काम मान्छेका कार्यहरूलाई निरीक्षण गर्नु होइन वा मान्छेको जीवनबारे सोधखोज गर्नु होइन, बरु मान्छेको विद्रोहीपनलाई न्याय गर्नु हो। किनकि परमेश्वरले उहाँको सिंहासन सामु आउने सबैलाई शुद्ध गर्नुहुनेछ। यस दिनसम्म परमेश्वरका पश्चापहरू पछ्याएकाहरू सबै परमेश्वरको सिंहासन सामु आउनेहरू हुन्। अनि यस्तो भएको हुनाले परमेश्वरको कामको अन्तिम चरण स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धिकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा परमेश्वरको अन्तिम चरणको काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ। Christ of the last days uses a आखिरी variety of दिनहरूका truths ख्रिस्टले मानिसलाई सिकाउन, to expose मानिसको सारलाई खुलासा गर्न and to
र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति वफादार हुनै पर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ र साथसाथै परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्त रूप र उहाँ विरुद्धको शत्रु शक्ति हो भन्नेतर्फ झन बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न। उहाँले लामो समयसम्म खुलासा र काटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काटछाँट गर्ने यी सबै फरक फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन। बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिल्कुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ। यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। In the heavens, we people lining up म न्याय यसरी बुझ्थेँ। in front of us. माथि स्वर्गमा मानिसहरू लाइनमा उभिनेछन्। परमेश्वर सबैभन्दा अगाडि हुनुहुनेछ र स्वर्गदूतहरू उहाँको दायाँ बायाँ हुनेछन्। परमेश्वरले हाम्रा नामहरू एक एक गरी पढेर सुनाउनु हुनेछ। अनि कोही स्वर्गमा जानेछन् भनी कोही नरकमा जानेछन् भनी फैसला गर्नुहुनेछ। जब ती प्रचारक सिस्टरले मलाई पहिलो पटक परमेश्वरको आखिरी दिनहरूको सुसमाचारबारे बताउनुभयो, मैले भने म सायद मर्नेछु, किनभने मैले धेरै पाप गरेकी छु। मैले परमेश्वर आइसक्नु भएको हुनाले मेरो समय सकियो भनी साँच्चै सोचेँ। त्यसैले म भयभीत थिएँ। सर्वशक्तिमान परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि मैले अन्ततः के बुझेँ भने आखिरी दिनहरूका ख्रिस्ट मानव जातिको भ्रष्टता र शैतानले मानिसहरूलाई भ्रष्ट पार्ने तरिका खुलासा गर्नका लागि मानिसहरूलाई न्याय गर्न सत्यता प्रयोग गर्नुहुन्छ। मैले बिस्तारै न्याय भनेको के हो भनी बुझ्न थालेँ। न्यायको उद्देश्य मुक्ति हो। यसको अभिप्राय मानिसहरूलाई दोषी ठहराउनु होइन। पछि आफ्नो कर्तव्य निर्वाह गर्दा
मेरा भ्रष्ट स्वभावहरू बिस्तारै प्रकट भए। मैले परमेश्वर हाम्रो भ्रष्टता खुलासा गर्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ भन्ने देखेँ। मैले आफू यति धेरै भ्रष्टता प्रकट गर्दिरहेछु भन्ने महसुस गरेँ अनि म यसलाई फाल्न निरन्तर प्रयास गरिरहेकी छु। मलाई अब परमेश्वरद्वारा पखालिने र मुक्ति पाउने मौका भए जस्तो लाग्छ। परमेश्वरले हामीलाई यो मौका दिनुभएको छ र म साँच्चै धेरै आशिषित छु। मलाई उहाँको आखिरी दिनहरूको न्यायको काम स्वीकार गर्न दिनुभएकोमा म सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद दिन्छु। आमेन। परमेश्वरका वचनहरू पढेर ब्रदर सिस्टरहरूले परमेश्वर आफ्नो आखिरी दिनहरूको न्यायको काम कसरी गर्नुहुन्छ भन्ने बारे व्यावहारिक बुझाइ प्राप्त गरे। आफ्ना अनुभवहरू मार्फत उनीहरूले परमेश्वरको न्याय र सजायले साँच्चै नै मानिसका भ्रष्ट स्वभावहरूलाई पखाल्न र रूपान्तरण गर्न सक्छ भन्ने पनि बुझे, जसले गर्दा मानिसहरू पापको बन्धनबाट मुक्त हुन र परमेश्वरको मुक्ति पाउन सक्षम हुन्छन्। यसपछि ब्रदर एलनले आफ्नो कर्तव्य गुमाएपछिका चिन्तनहरू नामक आफ्नो अनुभवात्मक गवाही बाँड्नुभयो। Because in 2022, I began 2022मा मैले आफ्नो कर्तव्य सुसमाचार प्रचार गर्न थालेँ अनि म परमेश्वरको गवाही दिनमा तालिम लिन पाएकोमा अत्यन्तै उत्साहित थिएँ। केही समयपछि म स्वतन्त्र रूपमा गवाही दिन सक्षम भएँ र वास्तवमा धेरै मानिस प्राप्त गर्न सफल भएको थिएँ। मेरो प्रचार गर्ने शैलीले पनि धेरै प्रशंसा पायो। यसले मलाई साँच्चै खुसी बनायो। अरूले सम्मानको दृष्टिले हेर्दाको अनुभूति असाध्यै गजबको थियो। पछि हाम्रो सुसमाचार समूहमा नयाँ सदस्यहरू सामेल भए। उनीहरूसँग आफूभन्दा राम्रो सञ्चार कौशल भएको र उनीहरूले केही मानिस प्राप्त गरेको देखेर मैले आफूलाई उनीहरूसँग लुकीछिपी तुलना गर्नबाट रोक्न सकिनँ। मैले उनीहरूले भन्दा लामो समयदेखि सुसमाचार प्रचार गर्दै आएको थिएँ। यदि मैले उनीहरूले जति राम्रो गरिनँ भने अरूले मेरो बारेमा के सोच्नेछन्? यदि उनीहरू सबैले मलाई उछिने भने म यहाँ हुनुको के नै अर्थ हुन्थ्यो र? त्यसको केही समयपछि नै नयाँ सुसमाचार सम्बन्धी कामदारहरूका नतिजाले मेरा नतिजालाई उछिने। ती अगुवा सिस्टर सुसमाचार प्रचारमा उनीहरूको द्रुत प्रगति र राम्रा नतिजाका लागि प्रायः उनीहरूको प्रशंसा गरिरहनुहुन्थ्यो, जबकि मलाई सधैँ आफ्ना गल्तीहरू सच्याउन लगाइन्थ्यो। त्यो निकै नराम्रो अनुभूति थियो। म उनीहरूलाई त्यसरी आफूलाई उछिन्न दिन तयार थिइनँ। म अरूले मेरा खराब नतिजा देख्लान् र मलाई तुच्छ ठान्लान् भनी भयभीत थिएँ। त्यसैले मलाई आफूले उनीहरूको प्रशंसा पुनः प्राप्त गर्न कुनै उपाय खोज्नुपर्छ भन्ने लाग्यो। सुसमाचार प्रचारमा आफ्ना नतिजामा सुधार गर्ने चाहना राखेर एलनले कडा अध्ययन गरेर तालिम लिए। तर उनले जति नै कडा प्रयास गरे पनि उनका नतिजा सुध्रिएनन्, बरु तिनमा ह्रास हुँदै गयो। मैले असाध्यै हताश महसुस गरेँ। मैले केवल अरूले मेरो बारेमा के सोच्लान् भन्ने बारेमा सोच्न सकेँ। उनीहरूले पक्कै पनि मलाई एक असफल व्यक्तिका रूपमा हेरेका होलान्। अब फेरि कसैले पनि मलाई सम्मान गर्ने छैनन्। यी नकारात्मक विचारहरूले गर्दा मैले लगातार गल्तीहरू गरेँ अनि मैले आफ्नो कर्तव्यमा प्राप्त गरेका नतिजा झन्झन खराब हुँदै गए। म धेरै पीडा र ठुलो दबावमा थिएँ अनि म त्यो वातावरणबाट उम्कन मात्र चाहन्थेँ। पछि मेरो गवाहीका नतिजा निकै खराब भएकाले मैले एकजना व्यक्तिलाई पनि नल्याएका कैयौँ अवसरहरू पनि आए। ती सुपरिवेक्षक सिस्टरले मेरो कर्तव्य फेरबदल गर्नुभयो अनि मलाई उचित रूपमा आत्मचिन्तन गर्न केही समय निकाल्न सुझाव दिनुभयो। मेरा ब्रदर सिस्टरहरूले पनि
मलाई प्रोत्साहित गर्न र सहायता गर्न परमेश्वरका केही वचन खोजिदिए। मैले साँच्चै गम्भीरतापूर्वक सत्यता खोज्नुपर्छ, चिन्तन गर्नुपर्छ र आफूले सुधार्नु पर्ने समस्याहरू पत्ता लगाउनुपर्छ भन्ने महसुस गरेँ। त्यसैले मैले परमेश्वरका अझ धेरै वचन पढ्नमा समय बिताएँ अनि विशेष गरी एउटा खण्डले मलाई गहिरोसँग छोयो। Almighty God says, सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, यदि त हृदयमा बारम्बार दोषको भावनाका साथ जिउँछस्, असहज महसुस गर्छस्, तँमा कुनै शान्ति वा आनन्द छैन र यदि त अक्सर यावत प्रकारका कुराहरूका बारेमा चिन्तित र व्याकुल हुन्छस् भने यसले के देखाउँछ? यसले त सत्यता अभ्यास गर्दैनस् र परमेश्वरप्रति आफ्नो गवाहीमा दृढ रहँदैनस् भन्ने मात्र देखाउँछ। जब त शैतानी स्वभावहरूमाझ जिउँछस् तब तैँले आफ्नै इच्छा अनुसार काम गर्छस्, सत्यता अभ्यास गर्न मन पराउँदैनस् र सत्यतालाई धोका समेत दिन्छस् र आफ्ना लक्ष्यहरू हासिल गर्न कुनै पनि उपाय अपनाउँछस्। तैँले आफ्नो आडम्बर, अभिमान, ख्याति, हैसियत र स्वार्थहरूको मात्रै रक्षा गर्छस्। के यो स्वार्थी र घृणास्पद हुनु होइन र? जब त सधैँ आफ्नै लागि र आफ्नै स्वार्थका लागि जिउँछस् तब जीवन अत्यन्तै पीडादायी बन्छ। तँसँग धेरै स्वार्थी चाहनाहरू, उल्झन, बन्धन, संशय र हैरानीहरू हुन्छन्। तँमा अलिकति पनि शान्ति वा आनन्द हुँदैन। भ्रष्ट देहका लागि जिउनु चरम दुःख बाहेक केही होइन। सत्यता पछ्याउनेहरू फरक हुन्छन्। तिनीहरूले सत्यतालाई जति बढी बुझ्छन् तिनीहरू त्यति नै मुक्त र स्वतन्त्र हुन्छन्। तिनीहरूले सत्यताको जति बढी अभ्यास गर्छन् तिनीहरूलाई त्यति नै धेरै शान्ति र आनन्द मिल्छ। जब तिनीहरूले सत्यता प्राप्त गर्छन् तब तिनीहरू पूर्ण रूपमा ज्योतिमा जिउनेछन् र परमेश्वरका आशिषहरूमा रमाउनेछन्, साथै दुःखबाट मुक्त हुनेछन्। आमेन। परमेश्वरका वचनहरूले मेरो साँचो भित्री स्थितिलाई खुलासा गरे। आफ्नो कर्तव्य निर्वाह गर्दा म सधैँ चिन्तित, बेचैन र तनावग्रस्त हुन्थेँ। म अरूले मेरो बारेमा के सोच्नेछन् भनी निरन्तर विचार गरिरहन्थेँ अनि मेरो हृदयमा शान्ति वा आनन्द थिएन। मैले आफ्नो असफलताको मूल कारण ख्याति र हैसियतको पछ्याइ नै हो भन्ने महसुस गरेँ। नयाँ सुसमाचार सम्बन्धी कामदारहरूले राम्रा नतिजा पाइरहेको देखेपछि मलाई उनीहरूले आफूलाई उछिन्ने र आफूले ब्रदर सिस्टरहरूको प्रशंसा गुमाउने चिन्ता भयो। मैले सुसमाचार कसरी प्रचार गर्ने भनी सिक्न गरेको यति कडा मिहिनेत वास्तवमा परमेश्वरको गवाही दिनका लागि थिएन, बरु मेरो आफ्नै हैसियतका खातिर थियो। म आफ्ना नतिजामा सुधार गर्न आफ्नै प्रयासमा भर पर्न चाहन्थेँ ताकि मैले ब्रदर सिस्टरहरूको प्रशंसा पुनः प्राप्त गर्न सकूँ। नतिजा स्वरूप मैले जति कडा प्रयास गरेँ म त्यति नै बढी पीडित र चिन्तित भएँ, किनभने मेरा अभिप्रायहरू अशुद्ध थिए अनि मेरा सबै प्रयास, ख्याति र हैसियतको मेरो पछ्याइद्वारा उत्प्रेरित थिएँ। म केवल मानिसहरूले मेरो प्रशंसा गरून् भन्ने चाहन्थेँ र परमेश्वरको घरको कामलाई कहिल्यै साँच्चै विचार गरिनँ। यसबारे सोच्दा मैले गहिरो पश्चाताप महसुस गरेँ। मैले के पनि महसुस गरेँ भने मैले आफ्ना ब्रदर सिस्टरहरूसँग जति धेरै प्रतिस्पर्धा गरेँ मेरो भित्री स्थिति उति नै अस्थिर र अस्तव्यस्त बन्दै गयो। यो चिन्ता, तनाव र दबावले भरिएको थियो। यो स्थिति साँच्चै नै अत्यन्तै पीडादायी थियो। म आफैलाई परिवर्तन गर्न चाहन्थेँ, त्यसैले मैले परमेश्वरका वचनहरूमा खोजी गरिरहेँ।
Almighty God सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, nobility and त सधैँ महानता, always pursue being कुलीनता superior to र हैसियत पछ्याउँछस्। How does God त सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। loads it? यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? The more you उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। derive त जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस् र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न र उल्लेखनीय बन्न खोज्छस्, परमेश्वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चाताप गर्दैनस् भनी परमेश्वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। मानिसहरूले महत्वाकांक्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन। तिनीहरूले ख्याति, प्राप्ति र हैसियत पछ्याउनु हुँदैन वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी तिनीहरूले अति मानव वा महान व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन र अरूलाई तिनीहरूको मूर्ति पूजा गर्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो र यो शैतानको मार्ग हो। परमेश्वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन् र हठी भई पश्चाताप गर्न इन्कार गर्छन् भनी तिनीहरूले छुटकारा पाउन सक्दैनन् र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ, हटाइ। शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ। तिनीहरूलाई यी दुई कुरा बाहेक अरू केही नसोच्ने बनाउँछ र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ र तिनीहरूमा यी साङ्ला हुँदा त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अन्जानमै तिनीहरू यी साङ्लाहरू बोकेर ठुलो कठिनाइका साथ एक एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर मानव जाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ र झन्झन दुष्ट बन्दै जान्छ। यसरी शैतानको ख्याति र प्राप्ति माझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। आमेन। परमेश्वरका वचनहरूका आधारमा आत्मचिन्तन गरेर मैले आफू सानैदेखि शैतानी विषहरूद्वारा शासित र नियन्त्रित रहेछु भन्ने महसुस गरेँ। म जता गए पनि आफ्नो राम्रो ख्याति छोड्न खोज्दै हैसियत, विशिष्टता र श्रेष्ठताको पछि लाग्थेँ। मैले यिनलाई बाँच्ने सिद्धान्तका रूपमा लिएको थिएँ। चाहे स्कुलमा होस् या काममा, म सधैँ अरूसँग आफूलाई तुलना गर्न मन पराउँथेँ। मेरा सबै प्रयास उनीहरूलाई उछिन्न र उनीहरूको प्रशंसा जित्नतर्फ लक्षित हुन्थे। मण्डलीमा सामेल भएपछि पनि म यी शैतानी विषहरू अनुसार नै जिइरहेँ। अरू ब्रदर सिस्टरहरूले आफूभन्दा राम्रो गरिरहेको देख्दा म भित्र आफै ईर्ष्या उब्जिन्थ्यो अनि म सधैँ उनीहरूलाई उछिन्ने उपायहरू खोज्ने प्रयास गर्थेँ। मैले परमेश्वरका वचनहरू पढेपछि मात्र के महसुस गरेँ भने काम गर्ने यी तरिकाहरू सबै शैतानी भ्रष्ट स्वभावहरूद्वारा शासित थिए र परमेश्वर यस्तो व्यवहार गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि मैले अरूसँग प्रतिस्पर्धा र आफूलाई तुलना गरिरहेँ भने मेरो हृदय पूर्ण रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नमा समर्पित हुन सक्दैन। यदि मेरा कार्यहरूमा सधैँ स्वार्थी चाहनाहरू वा व्यक्तिगत अभिप्रायहरू समावेश हुन्छन् भने परमेश्वरले मलाई मार्गदर्शन गर्नुहुने छैन, किनभने
म परमेश्वरले हामी हिँड्नुपर्ने भनी माग गर्नुभएको मार्गमा होइन, if we're not शैतानको मार्गमा हिँडिरहेको थिएँ। will not help us. अन्ततः Because when म we हटाइ नै are थिएँ। doing duty from God's word, मैले अब उपरान्त केवल आफ्नै बारेमा मात्र सोच्न मिल्दैन भन्ने महसुस गरेँ। I need म to परिवर्तन हुन आवश्यक थियो। God has given me so much. त्यस बेलादेखि मैले आफ्नो सम्पूर्ण हृदय र मनले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने र अरूले मेरो बारेमा के सोच्छन् भन्ने कुराको वास्ता गर्न छोड्ने सङ्कल्प गरेँ। At that time, मैले परमेश्वरलाई प्रार्थना गरेँ, Almighty सर्वशक्तिमान परमेश्वर, God, deeply ashamed म अत्यन्तै लज्जित छु र आफूप्रति अत्यन्तै धिक्कार महसुस गर्छु। never thought of considering मैले आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै तपाईँका अभिप्रायहरूको ख्याल गरेको छैन। म सधैँ आफ्ना ब्रदर सिस्टरहरूसँग ख्याति र प्राप्तिका लागि लड्छु र केवल मानिसहरूको प्रशंसा र सम्मानका लागि पर्छु। Please help me to यदि म यसरी नै चलिरहेँ भने तपाईँले मलाई घृणा गर्नुहुनेछ। I know if कृपया मलाई यी सबै कुरामाथि विजय पाउन सहायता गर्नुहोस्, ताकि मैले गरेका कामले तपाईँलाई खुसी दिन सकोस्। so that पछि मैले परमेश्वरका केही वचन पढेँ। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, who perform a duty कर्तव्य निर्वाह गर्ने सबैका हकमा or shallow their तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि into the truth reality सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, house for इज्जत र हैसियतलाई त्याग्नु should do. र परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो। Responsibility तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि तैँले आफ्ना जिम्मेवारीहरू पुरा गर्न सक्छस्, आफ्ना दायित्व र कर्तव्य पुरा गर्न सक्छस्, set aside आफ्ना स्वार्थी चाहना, नियत र मनसायहरूलाई पन्छाउन सक्छस्, God's intention. परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस् र परमेश्वरको घरका हितहरू, मण्डलीको काम र तैँले पुरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने You will feel that केही समय यसरी अनुभव गरेपछि तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो। conducting yourself मानिसहरू इमान्दार र स्पष्ट तरिकाले जिउनुपर्छ honest and above र तिनीहरूले कायर, that they should फोहोरी, lead a spine नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान हुनुपर्छ भन्ने महसुस हुनेछ। feel. तँलाई यो एउटा व्यक्तिले जिउनु पर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। Amen. आमेन। परमेश्वरका वचनहरू पढेपछि For God, मैले आफ्ना स्वार्थी चाहनाहरू त्याग्न आवश्यक रहेको महसुस गरेँ। मैले परमेश्वरको घरको कामलाई पहिलो स्थानमा राख्नु पर्थ्यो, आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिनु पर्थ्यो अनि मेरा कार्यहरूले परमेश्वरको घरको कामलाई कसरी असर गर्छ भन्नेबारे अझ धेरै सोच्नु पर्थ्यो। विगतमा म सधैँ आफ्ना ब्रदर सिस्टरहरूलाई प्रतिस्पर्धीका रूपमा व्यवहार गर्थेँ र उनीहरूले मेरो हक रहेको प्रशंसा र चर्चा चोरिरहेका छन् जस्तो लाग्थ्यो। यसको अर्थ I truly believe म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम थिइनँ। मैले यो मानसिकता बदल्नु पर्थ्यो। हामीले आफैलाई नभई duty well. परमेश्वरलाई महिमा दिन एकै हृदय र मनले सहकार्य गर्नुपर्छ Heart and र अर्पित भएर आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। duty proper. मैले अरू ब्रदर सिस्टरहरूबाट सिक्नुपर्छ र साथसाथै उनीहरूलाई सहायता र समर्थन गर्नुपर्छ। त्यसरी हामीसँगै वृद्धि विकास गर्न र मिलेर परमेश्वरको गवाही दिन सक्छौँ। पछि नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्रममा कुनै कुरा नबुझ्दा म आफ्ना ब्रदर सिस्टरहरूबाट खोज्थेँ र हामी हाम्रो कर्तव्य पुरा गर्न सहकार्य गर्थ्यौँ। मलाई अब प्रतिस्पर्धा गर्न आवश्यक भए जस्तो लागेन र मैले आफ्ना ब्रदर सिस्टरहरूसँग मिलेर सहकार्य गर्न आफैलाई तालिम दिन थालेँ। बिस्तारै अरूसँग प्रतिस्पर्धा गर्न चाहने त्यो मानसिकता हराएर गयो र मैले हृदयको गहिराइबाटै
परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाएँ। मलाई थाहा छ, यदि परमेश्वर हामीलाई सत्यता प्रदान गर्न नफर्कनु भएको भए म आफ्नो भ्रष्टता कहिल्यै चिन्ने थिइनँ र म आफूले आफ्नै बलबुताले कहिल्यै परिवर्तन हासिल गर्न सक्ने थिइनँ भन्ने कुरामा 100% निश्चित छु। सधैँ मेरो साथमा हुनुभएकोमा र मलाई कहिल्यै नत्याग्नु भएकोमा र मलाई आफैलाई चिन्ने र बदल्ने मौका दिनुभएकोमा म सर्वशक्तिमान परमेश्वरप्रति अत्यन्तै कृतज्ञ छु। सारा महिमा, अख्तियार र प्रशंसा सर्वशक्तिमान परमेश्वरलाई होस्। आमीन। ब्रदर सिस्टरहरूले आफ्नो आत्मामा आनन्द र रिहाई प्राप्त गर्दै परमेश्वरको प्रशंसा गर्न नृत्य गरे। त्यसपछि सिस्टर लोम्जले आफ्नो अनुभवात्मक गवाही बाँड्नुभयो। In 2024, I was 2024मा म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्नका लागि जिम्मेवार थिएँ। नयाँ विश्वासीहरूको सङ्ख्या बढ्दै गएपछि मैले उनीहरूसँग सम्बन्ध निर्माण गर्न धेरै समय बिताउनु पर्थ्यो। मैले आफ्ना छोराछोरीको हेरचाह पनि गर्नु पर्थ्यो र मलाई आफूसँग कहिल्यै पर्याप्त समय नभए जस्तो लाग्थ्यो। मैले आफ्नो कर्तव्य आधा मनले गर्न थालेँ। नयाँ विश्वासीहरूको अनुगमन गर्दा म प्रायः एउटा मेसेज मात्र पठाउँथेँ। उनीहरूले जवाफ नदिँदा पनि म अतिरिक्त प्रयास गर्न इच्छुक हुँदिनथेँ र मलाई यो अत्यन्तै झन्झटिलो र थकाइ लाग्दो लाग्थ्यो। ती अगुवा सिस्टरले मेरो काम जाँच्न फोन गर्नुहुँदा म सधैँ यसो भन्दै बहाना बनाउँथे, केही नयाँ विश्वासीले समयमै जवाफ दिएनन् वा उनीहरूले मेरो फोन उठाएनन्। सिस्टर ग्रेसले म आफ्नो कर्तव्यमा झाराटारुवा भइरहेको कुरा औल्याउनु भयो र म नयाँ विश्वासीहरूको जीवनप्रति गैर जिम्मेवार भइरहेकी छु भनी कडाइका साथ भन्नुभयो। मलाई अत्यन्तै अन्याय भएको जस्तो लाग्यो र मैले उहाँले भन्नुभएको कुरा स्वीकार गर्न सकिनँ। म अब आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नथेँ, न त म कुनै मूल्य चुकाउन नै चाहन्थेँ। मैले आफूसँग आफ्नो कर्तव्यका लागि प्रयोग गर्न सक्ने केही खाली समय हुँदा पनि सो प्रयोग गरिनँ। म केवल आराम गर्न र एक्लै केही समय आनन्द लिन चाहन्थेँ। मैले मलजल गर्नुपर्ने नयाँ विश्वासीहरूको अवस्था झन्झन खराब हुँदै गयो र अन्ततः उनीहरूमध्ये आधाले मण्डली छोडे। अगुवाले मलाई ती नयाँ विश्वासीहरूको हकमा ठ्याक्कै के भइरहेको छ भनेर सोध्नुभयो र एक गरी उनीहरूको अवस्थाबारे सोधपुछ गर्नुभयो। तर मैले जवाफ दिन सकिनँ किनभने म उनीहरूको अनुगमन गर्दा झारा मात्र टाढिरहेकी थिएँ। मैले यति मात्र भन्न सकेँ, मलाई थाहा छैन। एउटा भेलाको दौरान अगुवाले मलाई अलग्याएर मेरो आलोचना गर्नुभयो। उहाँले हप्काउने स्वरमा मलाई काटछाँट गर्दै भन्नुभयो, यदि तिमीले हरेक दिन गम्भीरतापूर्वक र जिम्मेवार भई आफ्नो कर्तव्य निर्वाह गरेकी भए काम कुराहरू कहिल्यै यति खराब हुन सक्ने थिएनन्। म असाध्यै लज्जित भएँ र मनमा नै सोचेँ, उहाँले सबैको अगाडि मलाई यसरी कसरी काटछाँट गर्न सक्नुभयो। मेरो हृदय उहाँप्रति रिस र क्रोधले भरिएको थियो। उहाँले भनेको एउटै कुरा पनि मैले स्वीकार गरिनँ र मैले त्यो कर्तव्य निर्वाह गर्नै छोड्ने निर्णय गरेँ। मैले त्यहीँ र त्यतिखेरै फोन काटेँ र कुनै पनि ब्रदर सिस्टरहरूको म्यासेजको जवाफ दिन छाडिदिएँ।
and did not want to speak to anyone. लोम्ज नकारात्मकतामा फसिन्। I stopped attending उनलाई gatherings आफ्नो कर्तव्य निर्वाह गर्ने, प्रार्थना गर्ने वा परमेश्वरका वचनहरू पढ्ने चाहना भएन र उनको हृदय परमेश्वरबाट टाढा हुँदै गयो। I felt an overwhelming darkness inside मेरो हृदय अत्यन्तै अँध्यारो भए जस्तो लाग्यो। मानौ म प्रकाशको एउटा सानो किरण पनि देख्न सक्दिन थिएँ। मलाई दिनभर रित्तो महसुस हुन्थ्यो र म परमेश्वरको उपस्थिति पटक्कै महसुस गर्न सक्दिन थिएँ। मैले भेलाहरूमा सहभागी हुँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा आफू कस्तो महसुस गर्थेँ भनेर याद गर्न थालेँ। and I could त्यति बेला म सधैँ शान्ति र आनन्द महसुस गर्थेँ। भेला हुँदा परमेश्वरका वचनहरू पढ्दा र आफ्ना ब्रदर सिस्टरहरूसँग मिलेर आफ्नो कर्तव्य निर्वाह गर्दा म निकै आनन्दले भरिन्थेँ। यसबारे सोच्दा म निराश नभई रहन सकिनँ र मलाई परमेश्वरसँग आफ्नो सामान्य सम्बन्ध रहँदाको समय याद आयो। I prayed to त्यसैले God saying, मैले परमेश्वरलाई प्रार्थना गर्दै भने, I have drifted too हे far. परमेश्वर, म तपाईँबाट धेरै टाढा गएकी छु र मलाई अगाडिको मार्ग कसरी हिँड्ने भन्ने थाहा छैन। कृपया मेरा गल्तीहरू चिन्न मलाई सहायता गर्नुहोस्। म परिवर्तन हुन चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्। मैले आफैलाई चिन्नका लागि मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्वरलाई बिन्ती गर्दै प्रार्थना गरेँ Asking God र to परमेश्वरका वचनहरूमा सत्यताको खोजी गरेँ। seek the truth in His word. त्यसपछि मैले सर्वशक्तिमान परमेश्वरका वचनहरूको एउटा खण्ड फेला पारेँ। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, In church, मण्डलीमा कतिपय मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पुरा नगर्ने हुनाले the things said तिनीहरू काटछाँटमा पर्छन्। कुनै व्यक्तिलाई काटछाँट गर्दा उसलाई प्रायजसो हप्काइन्छ र सम्भवतः गाली समेत गरिन्छ। यसले निश्चय नै तिनीहरूलाई चिढ्याउँछ र तिनीहरू बहाना खोज्न र मुख फर्काउन चाहन्छन्। तिनीहरू यस्ता कुराहरू बोल्छन्, तपाईँले मलाई काटछाँट गर्दा भनेको कुरा सही भए पनि तीमध्ये कतिपय कुरा अत्यन्तै आपत्तिजनक थिए। तपाईँले मलाई इज्जत गुमाउने तुल्याउनु भएको छ र मेरा भावनामा चोट पुर्याउनु भएको छ। मैले यतिका वर्ष परमेश्वरमा विश्वास गरेको छु। मैले केही पनि हासिल नगरेको भए पनि मैले कष्ट सहेको छु। मलाई कसरी यस्तो व्यवहार गर्न मिल्छ? तपाईँले किन अरू कसैलाई काटछाँट गर्नुहुन्न? म यो स्वीकार्न सक्दिनँ र म यो सहने छैन। तिनीहरू कस्तो स्वभाव प्रकट गर्छन्? it is a vicious दानवीपन। यो क्रूर स्वभाव हो। तिनीहरूले वास्तवमा के भन्न खोजेका हुन्? hardest offense. म अलिकति पनि चिढ्याइ सहदिनँ। कसैले पनि मेरो टाउको एउटा केस समेत छुने कोसिस गर्नु हुँदैन। मसित जोरी खोज्न सजिलो छैन भनेर यदि मैले तँलाई देखाएँ भने तैँले भविष्यमा मलाई काटछाँट गर्ने आँट गर्ने छैनस्। This is a vicious disposition. त्यसपछि मैले जितेको हुने छैन र? Are not यो कुरा कस्तो लाग्यो? how about it? तिनीहरूको स्वभाव खुलासा भएको छ, होइन र? यो एउटा क्रूर स्वभाव हो। क्रूर स्वभाव भएका मानिसहरू सत्यताप्रति वितृष्ण मात्रै हुँदैनन्, तिनीहरू सत्यतालाई घृणा गर्छन्। आमेन। परमेश्वर के खुलासा गर्नुहुन्छ भने काटछाँट गरिनुलाई स्वीकार नगर्नेहरू दियाबलसहरू जस्तै हुन्। उनीहरू दुष्ट अभिप्रायहरू पाल्छन् र उनीहरू सत्यताप्रति वितृष्ण मात्र हुँदैनन्, त्यसलाई घृणा र त्यसको प्रतिरोध पनि गर्छन्। परमेश्वरले ठ्याक्कै मेरो स्थिति खुलासा गर्नुभएको थियो। Responsibility. ममा आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी बोध थिएन When I was र म सधैँ झाराटारुवा हुन्थेँ। यसको अर्थ मैले आफ्नो मलजल गर्ने कर्तव्यमा प्राप्त गरेका नतिजा अत्यन्तै खराब थिए she was not in the र धेरै नयाँ विश्वासीले मण्डली समेत छोडेका थिए। did not know what I was. अगुवाले मलाई कडाइका साथ काटछाँट गर्दा When the म उहाँले भनेको प्रत्येक शब्दप्रति रिस र घृणाले भरिएँ र अरूले मसँग सत्यताबारे सङ्गति गर्दा मैले नकारात्मक प्रतिक्रिया जनाएँ। यो बुझेपछि मलाई अचानक यस्तो लाग्यो, fellowship the truth. परमेश्वरले मेरो भ्रष्टता प्रकट गर्न
यी सबै कुराको प्रबन्ध गर्नुभएको थियो। अरूले मेरो बारेमा भनेका कुराहरू सबै साँचो थिए, तैपनि मलाई अन्याय भएको महसुस हुन्थ्यो र मेरो हृदयमा प्रतिरोध थियो। मैले के देखेँ भने मैले प्रकट गरिरहेको कुरा परमेश्वरले भन्नुभएको दुर्भावपूर्ण स्वभाव जस्तै थियो। मानिसहरूले झाराटारुवा हुँदा सत्यता स्वीकार गर्नुपर्छ र सुधारहरू स्वीकार गर्नुपर्छ, तब मात्र उनीहरूसँग विवेक र समझ हुन्छ। यदि उनीहरू आत्मचिन्तन गर्दैनन्, सुधारहरू स्वीकार्न इन्कार गर्छन् र आफ्नो भ्रष्टता चिन्न असफल हुन्छन् भने उनीहरू आफ्नो कर्तव्यमा झाराटारुवा भइरहनेछन् र उनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पनि पुर्याउन सक्छन्। मैले आफू साँच्चै एउटा जिउँदो दियाबलस भन्दा फरक छैन भन्ने बुझेँ, किनभने दियाबलससँग विवेक, समझ वा मानवता हुँदैन। परमेश्वरले मेरो स्थितिलाई पूर्ण प्रष्टता साथ खुलासा गर्नुभयो, जसले मलाई मेरो साँचो रूप स्पष्ट रूपमा देख्न मद्दत गर्यो। पछि मैले सर्वशक्तिमान परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। 2 शब्दमा सारांश निकाल्नु पर्दा तिनीहरू निकम्मा मानिस हुन्। तिनीहरूमा दोस्रो दर्जाको अशक्तता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि यो देखावटी कुरा मात्रै हुन्छ। तिनीहरूसँग राम्रो क्षमता भए पनि त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्। तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि तिनीहरू त्यो गर्दैनन् र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन् र काम प्रभावकारी हुनका लागि तिनीहरूले के कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्। त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन् र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनु पर्ने कठिनाइ सहन चाहँदैनन्। तिनीहरूलाई सुख सयलमा लिप्त हुन, हर्ष र फुर्सदको समयको आनन्द उठाउन अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्। तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्न समेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा तिनीहरूले श्रम गरे पनि त्यो राम्ररी गर्न सक्दैनन्। र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो। ऊ श्रम गर्न समेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनै पर्छ। यो मात्र परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ। परमेश्वरका वचनहरू पढेपछि मेरो हृदयमा छुरा रोपे जस्तो महसुस भयो। परमेश्वरका वचनहरूले के खुलासा गर्छन् भने दैहिक सुख सयलमा लिप्त हुने मानिसहरू कुनै पनि थकाइ लाग्दो काम गर्न चाहँदैनन् र अलिकति पनि प्रयास लगाउन वा मूल्य चुकाउन चाहँदैनन्। यदि उनीहरूले थोरै मात्रै भए पनि कष्ट भोग्नु परेमा त्यसबाट बच्न हरेक प्रकारका बहाना बनाउनेछन्। म ठ्याक्कै यस्तै थिएँ। सुरुमा केही सामान्य काम मात्र गरिरहेको बेला म सहकार्य गर्न निकै इच्छुक थिएँ। मेरो शरीरले धेरै कष्ट भोग्नु परेको थिएन र मसँग अझै पनि आराम र फुर्सदका लागि समय हुन्थ्यो। म आफ्नो समयको आनन्द लिन सक्थेँ, तर आफ्नो कर्तव्यमा अझ बढी समय र ऊर्जा लगाउनु पर्ने भएपछि म झाराटारुवा भएँ। म आफ्नो कर्तव्य निर्वाह गर्नका खातिर कष्ट भोग्न चाहन्नथेँ, न त म अरूद्वारा बाँधिन नै चाहन्थेँ। म केवल आराम गर्न
र सहज समय बिताउन चाहन्थेँ because of my र म दैहिक सुख सयलको पछ्याइलाई अरू सबै कुराभन्दा बढी महत्त्व दिन्थेँ। followed up with. मेरो अल्छीपनका कारण मैले नयाँ विश्वासीहरूको जीवनमा नोक्सानी होला वा उनीहरूले मुक्ति पाउने मौकामा रोकावट आउला भन्ने कुराको वास्ता गरिनँ। Satisfying my म साँच्चै नै अत्यन्तै गैर जिम्मेवार थिएँ। मेरो मन पूर्ण रूपमा मेरो देहलाई सन्तुष्ट पार्न र स्वतन्त्र, सहज र आरामदायी जीवन जिउनमा केन्द्रित थियो। वास्तवमा यसले मलाई एउटा पशुभन्दा फरक बनाएको थिएन, किनभने पशुहरूको कुनै विचार हुँदैन र उनीहरू आफ्ना कार्यहरूमाथि चिन्तन गर्दैनन्। उनीहरू केवल खान र पिउनका लागि जिउँछन्। मलाई आफू एउटा पशुभन्दा फरक नभए जस्तो लाग्यो। After realizing this, लोम्जेले अल्छी हुने र सुख सुविधामा लिप्त हुने आफ्नो भ्रष्ट स्वभावलाई चिनिन्। आफ्नो भ्रष्ट स्वभाव फाल्ने चाहना राख्दै उनले सत्यताको खोजी गरिरहिन्। I have also read some of God's words. मैले काटछाँट गरिनुलाई कसरी सही रूपमा लिने भन्ने बारे परमेश्वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, Being prudent काटछाँट भनेको मानिसहरूले आफ्नो कर्तव्य मानक अनुरूप तरिकाले पुरा गर्न सक्नु अघि अनुभव गर्नै पर्ने कुरा हो। यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नै पर्ने कुरा पनि हो। काटछाँट गरिनु भनेको कुनै पनि व्यक्तिलाई नभई नहुने कुरा हो। कसैले काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो र स्वाभाविक रूपमा यो सहायता र मुक्तिको एउटा रूप पनि हो। काटछाँट गरिँदा तैँले समयमै तेरा गलत पछ्याइ परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई समयमै पहिचान गर्न अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मद्दत गर्छ। जे जस्तो नै भए पनि काटछाँट गरिनुले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्त अनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न मद्दत गर्न सक्छ। यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ र गम्भीर समस्या पैदा गर्नबाट रोक्छ। के यो मानिसहरूका लागि सबैभन्दा ठुलो सहयोग अनि तिनीहरूको सबैभन्दा ठुलो मुक्ति होइन र? विवेक र समझ भएका व्यक्तिहरूले काटछाँट भोग्नुलाई सही रूपमा हेर्न सक्नुपर्छ। आमेन। परमेश्वरका वचनहरू मार्फत मैले के बुझेँ भने काटछाँट गरिनु मेरो जीवन प्रवेशका लागि एकदमै लाभदायक छ र यसले मलाई आफैलाई चिन्न मद्दत गर्न सक्छ। म भ्रष्ट स्वभावहरूले भरिएकी भ्रष्ट व्यक्ति हुँ। काटछाँट गरिनुको उद्देश्य मलाई मेरा आफ्नै भ्रष्टता र कमी कमजोरीहरू चिन्न मद्दत गर्नु हो। यदि मैले कहिल्यै काटछाँट अनुभव नगरेकी भए म आफ्नो कर्तव्यमा आफ्ना भ्रष्ट स्वभावहरूलाई मात्र पछ्याउने थिएँ र मैले आफ्नो कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरू कहिल्यै बुझ्ने थिइनँ। यदि म सत्यता पछ्याउनमा प्रगति गर्न चाहन्छु भने परमेश्वरका वचनहरू पढ्नु मात्र पर्याप्त हुँदैन। मैले काटछाँट गरिनुलाई पनि स्वीकार गर्नै पर्छ, किनभने यसले मलाई सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न मद्दत गर्छ। विगतमा म सधैँ आफूलाई सही ठान्थेँ र आफ्ना गल्तीहरू स्वीकार गर्न अनिच्छुक हुन्थेँ, तर काटछाँट गरिए मार्फत मैले विगतमा आफ्नो कर्तव्य निर्वाह गर्दा म अलिकति पनि विवेक वा समझ बिना झाराटारुवा भइरहन्थेँ र औपचारिकता मात्र पुरा गरिरहेकी हुन्थेँ भन्ने कुरा स्पष्ट रूपमा बिस्तारै देख्दै गएँ। यो अनुभव गर्नु सजिलो नभए पनि मेरो लागि एकदमै लाभदायक थियो, किनभने काटछाँट स्वीकार गर्नाले मलाई आफैबारे थप बुझाइ प्राप्त गर्न मद्दत गर्यो। मैले अन्ततः यी सबै कुरा स्वीकार गरेपछि सिस्टर ग्रेसको म्यासेजको जवाफ दिएँ र म बिस्तारै फेरि आफ्नो कर्तव्यमा समर्पित भएँ।
ब्रदर सिस्टरहरूले मलाई अगुवाईको कर्तव्यका लागि सिफारिस गर्दा म हिचकिचाएँ। मलाई यो धेरै गाह्रो भए जस्तो लाग्यो र म थप जिम्मेवारी लिन अनिच्छुक भएँ। मैले आफ्ना भ्रष्ट स्वभावहरू फेरि हावी भइरहेको महसुस गरेँ। मलाई आफ्ना भ्रष्ट स्वभावहरूमाथि विजय पाउन मद्दत गर्न बिन्ती गर्दै परमेश्वरलाई प्रार्थना गरेँ र यो जतिसुकै गाह्रो भए पनि म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्वीकार गर्न इच्छुक हुने सङ्कल्प गरेँ। प्रार्थना गरेपछि मैले सत्यता प्राप्त गर्नका लागि कष्ट भोग्नु कसरी सबैभन्दा अर्थपूर्ण कुरा हो भन्नेबारे परमेश्वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, तैँले सत्यताका लागि कष्ट भोग्नै पर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नै पर्छ, तैँले सत्यताका लागि अपमान सहनै पर्छ र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नै पर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनु पर्छ र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनु पर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस् र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन। तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन। आमेन। परमेश्वरका वचनहरूले मलाई के बुझ्न मद्दत गरे भने कि आफ्नो कर्तव्यमा कष्ट भोगेर र आफ्ना दैहिक प्राथमिकताहरू विरुद्ध विद्रोह गरेर र अझ अर्थपूर्ण जीवन जिएर हामी परमेश्वरको कामबाट अझ धेरै सत्यता प्राप्त गर्न सक्छौँ। साथै हामी यस कष्ट मार्फत नै बिस्तारै परमेश्वरलाई प्रेम गर्ने र उहाँप्रति समर्पित हुने हृदय विकास गर्छौँ। यसले मलाई कष्टबारे अझ गहिरो बुझाइदियो। कष्ट भनेको परमेश्वरले मलाई प्रदान गर्नुभएको एक प्रकारको आशिष हो। त्यसपछि मैले अगुवाईको कर्तव्य स्वीकार गरेँ। मैले कष्टलाई उम्कनु पर्ने कुराका रूपमा नभई बरु जीवनमा वृद्धि हुने र सत्यता प्राप्त गर्ने मार्गका रूपमा हेर्न थालेँ। मैले यसमा परमेश्वरको आशिष देखेँ र मेरो हृदयमा एउटा रूपान्तरण भएको छ। मेरो अहङ्कारी स्वभाव केही हदसम्म नियन्त्रणमा आउन थालेको छ र म आफूले अझै पनि सत्यता अभ्यास गर्नमा थप प्रयास लगाउन आवश्यक छ भन्ने कुरा बुझ्छु। सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद। आमेन। सिडनी अस्ट्रेलियाको सर्वशक्तिमान परमेश्वरको मण्डलीका ब्रदर सिस्टरहरूले
परमेश्वरको न्याय र सजाय असफलता मार्फत गरिने प्रकटीकरण र काटछाँट अनुभव गरेका छन् र उनीहरूले पीडा र नकारात्मकता महसुस गरे तापनि परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न र आत्मचिन्तन गर्न आफैलाई चिन्न सके। उनीहरूले आफ्नो भ्रष्टताको सार र सत्यता पनि स्पष्ट रूपमा देखे। परमेश्वर सामु पश्चाताप गर्न थाले, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा सत्यता अभ्यास गरे र बिस्तारै आफ्ना जीवन स्वभावहरूमा परिवर्तनहरू हासिल गरे र मुक्तिको आशा देखे। उनीहरू सबै हृदयको गहिराईबाटै सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद दिन्छन्। उनीहरूलाई परमेश्वरको न्यायले नै मुक्ति दिएको हो। आजका लागि यति नै। हेरिदिनु भएकोमा धन्यवाद। नयाँ युग हेर्दै गर्नुहोस्। मण्डली जीवनबारे स्थलगत रिपोर्ट हेर्दै गर्नुहोस्। अर्को पटक फेरि भेटौँला।